नमस्कार सबैजनालाई। आज म तपाईहरु समक्ष अष्टावक्र गीता श्रृंखलाको भाग 5 लिएर पुनः उपस्थित भएको छु। पछिल्लो एपिसोडमा हामीले सूत्र 5 र 6 छलफल गरेका थियौं। आजको एपिसोडमा हामीले सूत्र 7 बाट सुरु गर्नेछौं। आउनुहोस् लागौं आजको एपिसोड तर्फ। हामी अहिले नन्दलाल दशहराद्वारा टिप्पणी गरिएको अष्टावक्र गीता किताबको प्रथम प्रकरणको सूत्र 7 मा छौं र यस सूत्रमा राजा जनकको प्रश्नको उत्तरलाई क्रमशः गर्दै ऋषि भन्नुहुन्छ, तिमी सबैको दृष्टा हौ र वास्तवमै सदा मुक्त छौ। तिम्रो बन्धन यही त हो कि तिमी आफू बाहेक अरु सबैलाई दृष्टा देख्दछौ। अब यो सूत्रमा आइपुग्दासम्म राजा जनक र आफू बीचको भिन्नतालाई पनि ऋषि अष्टावक्रले नाश गरिसक्नु भएको छ। अब यो नाश गरिसकेपछि अब अर्को कुराको के ज्ञान दिनुहुन्छ भन्दाखेरि राजा जनक केवल यो प्रकृतिमा एउटा साक्षी मात्र हो र सदैव मुक्त नै हुनुहुन्छ भनेर अर्को एउटा आत्मज्ञान पनि दिनुहुन्छ। अर्थात् चेतना मात्र तिमी हौ, अरु सबै कुरा चाहिँ प्रकृति हो भनेर चाहिँ एउटा मेजर डिफरेन्स चाहिँ यहाँनिर बताउन खोज्नु भएको छ। यसलाई अझै हामीले विस्तृत रूपमा बुझ्नु पर्दाखेरि हामीले जुन कुरालाई रियालिटी भनेर पर्सिभ गर्छौं, यो रियालिटी हामी बाहिर होइन कि हामी भित्र नै विद्यमान छ भनेर पनि बुझ्न सकिन्छ है। कसरी बुझ्न सकिन्छ त भन्दाखेरि हामीले पहिला पनि भनिसक्यौं कि चेतना प्रकृतिको सेलुलर स्ट्रक्चरमा पुगेपछि बल्ल प्रविष्ट गरेको हो र त्यही लाइफ फर्म डेभलप भएर आज हामीले मनुष्यको रूप लिएको छौं। त्यो लाइफ फर्म डेभलप गर्नको लागि चेतनामा प्रकृतिले एउटा मिथ्याको पर्दा चढाइदिएको हुन्छ, जसले गर्दाखेरि हामीलाई अपूर्ण महसुस हुन्छ। त्यही अपूर्णतालाई पूरा गर्नको लागि अहंकारको माध्यमले हामी प्रकृतिका विभिन्न विषयहरू आफूमाथि चढाउन खोज्छौं, जसले गर्दा हामी अन्त्यमा दुःखको भोगी हुन्छौं भनेर त चेतना प्रकृति र म भन्ने भिडियोमा मैले तपाईहरुलाई भनिसके। र यही अज्ञानी रूपी अहंकारको कारणले गर्दाखेरि नै मलाई प्रतीत कस्तो हुन्छ भन्दाखेरि यो जगत म भन्दा बाहिर छ, म चाहिँ यो जगत भित्र छु भन्ने कुराको प्रतीत हुन्छ। तर ऋषि अष्टावक्रले यो मान्यतालाई नै सबैभन्दा अगाडि नै च्यालेन्ज गर्नु भएको छ। अर्थात् प्रथम प्रकरणमा नै उहाँले हाम्रो रियालिटीलाई क्वेशन गरिदिनुहुन्छ र जब हामी यो जगतमा आइपुग्छौं र त्यो मिथ्याको पर्दा चढ्छ, यो टुलमा बसिसकेपछि हाम्रो लागि साक्षीको एउटा मात्र स्वरूप के भनेर जानकारी दिएको हुन्छ पहिल्यैदेखि भन्दा आँखा। अर्थात् आँखाले जे देख्यो त्यो नै साक्षी हो भनेर। तर के वास्तवमा त्यस्तो हुन्छ त? सुनेको कुराहरू पनि त सम्झना हुन्छ नि, के त्यो साक्षी होइन त? त्यो पनि त साक्षी हो नि। त्यही भएर यो आँखाले गर्दाखेरि, अर्थात् यो आँखाले जति पनि दृश्य देखाउँछ ती दृश्यले गर्दाखेरि हामीलाई भ्रम के भइरहेको छ भन्दाखेरि त्यो दृश्य म बाहिर छ र म बाहिर देखिरहेको छ। वास्तवमा त्यो दृश्य हेर्ने पनि मनै हो, त्यो दृश्य बनाउने पनि मनै हो भन्ने तात्पर्यमा पनि यो श्लोकलाई बुझ्न सकिन्छ है। यसलाई अझ प्रश्न पारौं, जसरी तपाईको एउटा निकै नै ठुलो विश्वास छ कि यस जगतमा ईश्वर हुन्छन् भन्ने, हैन? अब त्यहाँनिर तपाईले आफ्नो चेतना भन्दा माथि एउटा सत्ता स्वीकार गर्नु भएको छ कि त्यहाँनिर ईश्वर छ। त्यो ईश्वर हुने बित्तिकै तपाईलाई के लाग्छ भने तपाईलाई चलाउने पनि ईश्वर हो। अर्थात् ईश्वरले तपाईको कामना पूर्ति गर्नुहुन्छ। त्यो ईश्वरले तपाईको कामना पूर्ति गरिसकेपछि के यो जीवनकालमा प्रकृतिका यी अनन्त विषय मध्ये कतिवटा कामनाहरू हाम्रो अहंकारले हामीलाई जन्माइदेला ती सबै कामना पूर्ति गर्न सम्भव छ त? र यदि ती सबै कामना पूर्ति गर्न सम्भव छैन भने ती कामनाको पछाडि लागेर हामीले जति पनि दुःख महसुस गरिरहेछौं ती दुःख महसुस गर्नुको कुनै पनि मूल्य बाँकी रहन्छ? रहँदैन। र यो सबै किन हुन्छ भन्दाखेरि अहंकारले प्रकृतिमा सुख भोग गर्न खोज्छ। म तत्त्वलाई प्रकृतिमा पनि आनन्द चाहिएको हुन्छ। त्यही कारणले गर्दाखेरि यो म तत्त्वलाई हामीले बल प्रदान गर्नुपर्छ, जसले गर्दा अहंकारलाई काबुमा राख्न सकियोस्। यो किन गर्नुपर्छ भन्दाखेरि ऋषि अष्टावक्रले प्रकृतिको पनि दासत्व स्वीकार गर्न खोज्नु भएको छैन। भन्नुको अर्थ ऋषि अष्टावक्रले शरीरको अनुरूपले आफ्नो चेतना होइन कि चेतनाको अनुरूपले आफ्नो शरीर चलाउन सकिन्छ भन्ने एउटा कन्सेप्टलाई टिज गर्न खोज्नु भएको छ। यसलाई हामीले विभिन्न उदाहरणमा पनि देखेको हुन्छौं। जस्तो मेरो शरीर भन्दा कुनै बलशाली शरीर उजेन बोल्टको होइन, तर उसले श्रम गरेर आफ्नो शरीरलाई यति बलशाली बनायो कि आज ऊ भन्दा तेज रफ्तारमा 100 मिटर कोही पनि धावन गर्न सक्दैन। अर्थात् कोही पनि दगुरेर उले जतिको चाँडो 100 मिटर क्रस गर्न सक्दैन। यो श्रमले गरिएको कुरा हो। यो प्रकृतिले स्वयं दिएको यो शरीरमा विद्यमान एउटा शक्ति हो। यो सबैमा विद्यमान हुन्छ, बस श्रम गर्न जरुरी छ। र त्यो श्रम गरिसकेपछि तपाईले प्रकृतिलाई पनि जित्न सक्नुहुन्छ भन्ने आशयमा पनि यो श्लोकलाई बुझ्न सकिन्छ।
र ईश्वरको कुरा गर्दाखेरि रामकृष्ण परमहंसको कथा बताउने बेलामा मैले तपाईहरुलाई भनि नै हाले कि अहंकारले कुन हदसम्मको खेल खेल्न सक्छ भनेर। त्यो खेललाई पनि पहिचान गर्न सक्ने कुरा भनेकै हाम्रो बुद्धि हुन जान्छ है। र त्यो खेल भनेको भोगतिर जान सक्छ, तर चेतना वास्तवमा न कर्ता हो न भोक्ता हो। उसलाई न भोगको लोभ छ न गर्नुको लोभ छ। त्यही भएर ईश्वर भन्दा पनि माथिको अझै सत्ता यदि कुनै छ त्यो छ ब्रह्म स्वरूप। त्यही ब्रह्म स्वरूपको अस्तित्व मात्रै सत्य अस्तित्व हो। बाँकी सम्पूर्ण ईश्वर भने पनि अथवा भगवान भने पनि यो सम्पूर्ण द्वैतवादी सिद्धान्त नै हाम्रो दुःखको मूल कारण हो भन्ने कुरामा पनि अष्टावक्र ऋषिले यही श्लोक मार्फत प्रहार गर्नु भएको छ भनेर यो किताबमा लेखिएको छ है। र त्यो किन भन्दाखेरि जब हामीले ईश्वरको सत्तालाई स्वीकार गर्छौं, ईश्वरको सत्ता स्वीकार गर्ने बित्तिकै हाम्रो अहंकारको मनमा अर्को कामना आउँछ, आफूलाई पूर्णता दिनको लागि। र उसले यो ईश्वरलाई पुज्न थाल्छ, तर आफ्नै धेरै कुरामा अतृप्तता महसुस गर्न थाल्छ। यो अतृप्तता महसुस गरेपछि उसमा फेरि पुनर्जन्मको सम्भावना विद्यमान रहन्छ, किनभने अहंकार शरीरको विषय हो। यो कन्सियसनेसले अहंकारलाई एउटा लेभलसम्म ट्रेन गरेपछि त्यहाँ भन्दा बियोन्ड मुभ हुनुपर्छ प्रकृतिको विषय भनेको। तपाईले यस जन्ममा जति पनि प्रश्नहरू आफूमा विद्यमान राख्नुहुन्छ ती प्रश्नको उत्तर भनेको अर्को जन्ममा प्राप्त गर्न सक्नुहुन्छ। यसलाई लिटरल वेमा नबुझ्नु होला। अर्को जन्म अर्थात् 7 वर्षमा त हाम्रो ह्युमन बडीको सम्पूर्ण सेल पनि परिवर्तन हुन्छ, अर्थात् हाम्रो यो शरीर पुरै नयाँ हो। र त्यसलाई पुनर्जन्म क्लेम गर्नुको पछाडिको सबैभन्दा प्रमुख आधार के छ भन्दाखेरि लाइफ फर्म भने जहिले पनि डेभलप भइरहनु पर्छ, अर्थात् हामी भन्दा माथि पनि हामी इभल्भ भएर जानु नै प्रकृतिको एउटा गोल हो। र समयकाल दिएर नयाँ शरीर भन्नुको अर्थ तपाई अहिले जतिवटा पनि समस्यासँग जुझ्दै हुनुहुन्छ अबको 7 वर्षपछि के तपाईलाई ती समस्याहरू साना लाग्न थाल्दैनन्? त्यही नै अहंकार विकास हो। यो अहंकार विकास तपाईले आफ्नो स्वार्थको लागि भन्दा पनि यो सम्पूर्ण जगतको एकाग्र स्वार्थको लागि प्रयोग गरिनु पर्छ। यो जीवनको उद्देश्य त्यही नै राख्नु पर्छ भन्ने खालको जीवन दर्शनलाई चाहिँ वेदान्तले टिज गर्न खोज्छ। अष्टावक्र गीतामा पनि त्यही सम्बन्धी कुराहरू गरिएको छ। अब लागौं हामी सूत्र नम्बर 8 तर्फ। यस सूत्रमा ऋषि भन्नुहुन्छ, म कर्ता हुँ। यस्तो अहंकार रूपी विशाल कालो सर्पबाट दंशित तिमी म कर्ता होइन। यस्तो विश्वास रूपी अमृत पान गर र सुखी हौ। हामीलाई हाम्रो रियालिटीलाई त क्वेसन गराइ नै सक्नुभयो, तर अब रियालिटीलाई क्वेसन गराइसकेपछि चाहिँ वास्तवमा चाहिँ म को हो त? यो संसारमा मैले देख्ने भोग्ने, अझ भनौं यदि मैले दिमागले पनि सोच्न नसक्ने विषय मध्येको यदि कोही हो भने आखिर म को हो त? अर्थात् मेरो अस्तित्व के हो त? म कसरी छु? म किन छु? भन्ने प्रश्नहरू त जायज रूपले आउँछन्, कसैको मनमा पनि आउँछन्। यही प्रश्नलाई उत्तर गर्दै ऋषिले यहाँ पहिलो पल्ट अहंकार भन्ने शब्दको प्रयोग गर्नुहुन्छ। पुरानो भिडियोमा पनि भनेको थिए अहंकार भनेको के हो भनेर, हैन? अहंकार भन्नु नै म हो, अर्थात् चेतना जब यो प्रकृतिमा आफूलाई अभिव्यक्त गर्नुपर्ने हुन्छ त्यति बेला त्यो मको रूप लिन्छ। र यो कहाँबाट लिन्छ? प्रकृतिकै कारणले लिन्छ, आफैले उले लिन सक्दैन। यसको कर्ता हो प्रकृति। मैले मेरो पछिल्लो भिडियोमा पनि म र अहंकारको बीचमा के भिन्नता हुन्छ भनेर थोरै छलफल गर्न प्रयास गरेको थिएँ। त्यसैलाई आधार मानेर अब बुझौं यहाँ ऋषि के भन्दै हुनुहुन्छ भन्दा अहंकार भनेको एउटा कालो सर्प हो, अर्थात् एउटा विशाल कालो सर्प हो। यो विशाल कालो सर्पले हामीलाई दंशित गरेको छ। यो विशाल कालो सर्प हामीलाई प्रकृतिले दिएको एउटा भ्रमको विषय हो र यही विषयले नै हामीलाई नचाइरहेछ, किनकि यो विषय प्रकृतितिर मोहित छ र यसले प्रकृतिको भोग लिन खोज्छ। तर यही प्रकृतिको भोग लिने कारणले गर्दाखेरि यसले दुःख पनि पाउँछ र यसले एउटा सम्झौता गर्छ। यो अहंकारले के सम्झौता गर्छ भन्दाखेरि यो जगत सत्य हो, यो जगतले नै मलाई सबै कुराहरू दिन्छ र यसले मलाई सुख पनि दिन्छ, यसले मलाई दुःख पनि दिन्छ। यो कारणले गर्दाखेरि अहंकार आफूमा बन्धन चढाउँछ। त्यही अहंकार चाहिँ कालो सर्प हो भनेर ऋषिले भन्दै हुनुहुन्छ हामीलाई ज्ञान दिनको लागि कि किन हामी पीडा महसुस गर्छौं यो जगतमा आइसकेपछि। मैले यो केही पनि गरिरहेको होइन, यो सबै गरिरहेको प्रकृतिले हो। म केवल यसको साक्षी हुन मात्रै आएको हो यो जगतमा, अर्थात् म यो परिधिभित्र बस यो लीला हेर्नको लागि मात्र आएको हुँ भन्ने कुराको ज्ञान तपाईलाई प्रकृतिले दिएको हुँदैन, जसको कारणले गर्दाखेरि यो अहंकार भन्ने तत्त्वको जन्म हुन्छ। र
जति बेला हामीले यो गरिरहेको मैले होइन, यो गरिरहेको प्रकृतिले हो भन्ने कुरालाई विश्वास रूपमा अमृत समान एउटा अकाट्य सत्य हो यो जगतमा कि जे गरिरहेछु मैले अर्थात् चेतनाले गरिरहेछ छैन, यो प्रकृतिको विषयसँग आबद्ध भएर अहंकारले गरिरहेछ अर्थात् प्रकृतिले गरिरहेछ भन्ने कुराको ज्ञान तिमी विश्वास रूपी अमृत समान पान गर भनेर भन्नु भएको छ। यो अमृत हो, यो अमृतले अब विश्वासको रूप लिन्छ जगतमा। यो रूपलाई चाहिँ तिमी आफूसँग राख शाश्वत रूपमा, अर्थात् यसलाई मस्तिष्कबाट निस्कन नदेऊ भनेर भन्न खोज्नु भएको आशयमा पनि बुझ्न सकिन्छ। अब यसलाई अलिकति म टिज गर्छु तपाईहरूको दिमागलाई कि अष्टावक्र ऋषिले यदि कोही पनि व्यक्ति आएर सोध्यो कि आजको दिन कस्तो छ, आज त कस्तो मजाको घाम लागिराखेको छ है भनेर मात्रै पनि छलफल गर्न खोज्यो भने अष्टावक्र ऋषिको जवाफ हुन सक्छ, कहाँ छ सूर्य? तिम्रो जगतको सूर्य तिमी जान, म त अन्तरिक्षको कुनै कुनामा बसेर एउटा तारा निर्माण गरिरहेछु। सुन्दाखेरि कस्तो पागल अभिव्यक्ति लाग्छ यो, तर वास्तवमा के यो असत्य हो त? के यो असत्य हुन सक्छ? सायद सक्छ, सायद सक्दैन, मलाई थाहा छैन। यही नै एउटा एटिट्युड हो जहाँ तपाईले कन्सियसनेसलाई बुझ्न प्रयास गर्दै हुनुहुन्छ कि मलाई थाहा छैन। त्यही भएर तपाईले अष्टावक्र ऋषिको कुरालाई झुट भन्न चाहिँ मिल्दैन, त्यो मिथ्या हुन सक्छ, तर हामीलाई अझै ज्ञान छैन। बुझ्दै हुनुहुन्छ? रमाइलो छ नि है। अब यसलाई अलिकति डिफ्रेन्ट तरिकाले बुझौँ है त, उपयोगिता कसरी छ भन्ने कुरामा। तपाईको साथीसँग कुनै कुरामा झगडा पर्यो, झगडा कसरी पर्छ भन्ने कुरा गर्दाखेरि चाहिँ जब तपाईको कमजोरी तपाईको साथीलाई थाहा हुन्छ, त्यो कमजोरी माथि तपाईको साथीले प्रहार गर्नुभयो कुनै समयमा भने तपाईको अहंकारलाई चोट पर्छ, त्यो चोटले जन्म दिन्छ क्रोधको। अब यसलाई अलिकति पछाडि बसेर हेरौँ है त। तपाईको साथी तपाईको अगाडि हुनुहुन्छ, तत्काल तपाईलाई थाहा छ कि तपाई केवल चेतना हो, तपाई प्रकृतिको विषय होइन भने के तपाईलाई उहाँले तपाईको कमजोरी माथि गरेको टिप्पणीले फरक पार्छ? किनकि त्यो टिप्पणी तपाई माथि त गरिएको होइन, तपाईको कमजोरी माथि गरिएको हो। अब तपाईको कमजोरी कहाँ छ भन्दाखेरि प्रकृतिमा छ, चेतनामा यति शक्ति विद्यमान छ कि तपाई आफ्नो कमजोरीलाई परास्त गर्न सक्नुहुन्छ। यो प्रकृतिले नै दिएको वरदान हो। भनेपछि यो ज्ञान प्राप्त हुने बित्तिकै के हामीले आफ्नो वरिपरि बन्धन चढाएर राख्नु जरुरी छ? यदि छ भने त्यो सम्झौता हो। प्रकृतिसँग जब चेतनाको बारेमा ज्ञान भएपछि पनि तपाई अहंकारलाई नै पोषण दिनुहुन्छ, त्यो मुक्ति हुँदैन, त्यो सम्झौता हुन्छ। प्रकृतिसँग अर्को एउटा सम्झौता हुन्छ, त्यो सम्झौता हो तैँले दिएको पिटाई पनि स्वीकार गर्छु, तैँले दिएको मिठाई पनि स्वीकार गर्छु। तर समस्या के छ हामीमा भन्दाखेरि यो अहंकारले भिन्न रूप लिएको छ। यसलाई स्वीकार गर्नु छैन कि म केवल चेतना हुँ। यो स्वीकार गर्ने बित्तिकै अहंकार मेटिन्छ। त्यही भएर अहंकारले जगतलाई सत्य मान्छ, अर्थात् जगतका विषयलाई सत्य मान्छ। यही जगतका विषयलाई सत्य मानेर यिनै विषयमा आबद्ध भइसकेपछि तपाईले आजको हाम्रो यो जगत देख्नु भएको छ, जहाँ क्रिएटिभिटी पनि छ, जहाँ गुडनेस पनि छ, तर सँगसँगै यही जगत हो जहाँ असुरी शक्तिको प्रभाव पनि छ, अर्थात् नेगेटिभ शक्तिको प्रभाव पनि छ। किन छ भन्दा तपाईले गर्दा छ, मैले गर्दा छ, हाम्रो भित्रको यो अहंकारले गर्दा छ, अरु कुनै पनि कारण छैन। आशा छ यहाँसम्म मैले तपाईहरुलाई सूत्र नम्बर 7 र 8 राम्रोसँग बुझाउन सकिरहेको छु। मैले इनबक्समा धेरै नै मेसेजहरू प्राप्त गर्न थालेको छु, जुन चाहिँ एउटा राम्रो कुरा पनि हो। तपाईहरुलाई यी एपिसोडहरू हेरेर मनमा कुनै पनि किसिमको जिज्ञासाहरू जागिरहेको छ भने कृपया कमेन्ट गर्नुहोला, मेसेज गर्नुहोला। म सक्दो प्रयास गर्नेछु तपाईका जिज्ञासाहरूलाई मेटाउनको लागि। यति भन्दै आज भाग 5 बाट म तपाईहरुबाट बिदा चाहन्छु। हस्त धन्यवाद। शिवम।